नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ र यसले भविष्यको आशा पनि देखाएको छ। आउनुहोस् एनपीएल सिजन 2 का प्रमुख र सबैभन्दा चर्चित गतिविधि तथा हाइलाइट्सको बारेमा चर्चा गरौँ। तर त्यसअघि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। एनपीएल सिजन 2 का मुख्य आकर्षणहरूमा नवनिर्मित हङ्गचाला र अत्याधुनिक फ्लडलाइट प्रणाली, एडभान्स टेक्नोलोजीको प्रयोग, विश्व प्रसिद्ध विदेशी खेलाडीहरूको एनपीएलमा रुचि, सधैँ चर्चाको केन्द्रमा रहने नेपाली खेलाडीहरूको प्रदर्शन, केही विवादास्पद अम्पायरिङ निर्णयहरू र म्याच फिक्सिङ प्रयाससँग जोडिएर भएका पक्राउ जस्ता गम्भीर घटनाहरू समावेश रहे। अब आउनुहोस् यी सबै पक्षलाई विस्तारमा विश्लेषण गरौँ र यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस्। गुणस्तरीय विदेशी खेलाडीको सहभागिता। विश्व प्रसिद्ध क्रिकेट स्टारहरू नेपाल आएर एनपीएल खेल्नु आफैमा ठूलो उपलब्धि हो। केही खेलाडीहरूले त ठूलो रकम दिने अन्य अन्तर्राष्ट्रिय लिगहरूलाई समेत अस्वीकार गरेर एनपीएल रोजे। डार्सी शर्ट, डेभिड मालान, मार्टिन गप्टेल, क्रिस लिन, जोश ब्राउन, फाफ डुप्लेसिस, जिमी निशम, जेसन रोय जस्ता विश्व क्रिकेटका स्थापित नामहरू एनपीएलमा देखिनु यसको स्तर र आकर्षण दुवै बढ्दो रहेको स्पष्ट सङ्केत हो। र यो कुरालाई क्रिकेट जगतका हस्ती एबी डी विलियर्सले पनि एउटा भिडियो सार्वजनिक गर्दै प्रशंसा गरेका छन्। यी खेलाडीहरूले विश्वकै ठूला लिगहरू खेलिसकेका छन् र उनीहरूको एनपीएल प्रतिको रुचिले लिगको गुणस्तर, विश्वसनीयता र लोकप्रियता तीव्र गतिमा बढिरहेको देखाउँछ। यस्ता स्टार खेलाडीको उपस्थितिले एनपीएलको क्रेज वास्तविक र निरन्तर बढ्दो रहेको प्रमाणित गर्छ। यसले आगामी सिजन अझै ठूलो, रोमाञ्चक र ब्लकबस्टर हुने सङ्केत पनि दिन्छ। 2. स्थानीय खेलाडीहरूको प्रदर्शन। यस सिजन नेपाली खेलाडीहरूको प्रदर्शन मिश्रित रह्यो। बलिङतर्फ उनीहरूले उत्कृष्ट प्रदर्शन गरे भने ब्याटिङतर्फ अझै औसत देखियो र निर्णायक क्षणहरूमा थप सुधार आवश्यक रहेको देखियो। सिजन सुरु हुनुअघि विदेशी ब्याट्सम्यानले टियु मैदानमा पूर्ण रूपमा दबदबा जमाउने अनुमान गरिएको थियो, तर त्यो पूर्वानुमानलाई गलत साबित गर्दै नेपाली स्थानीय खेलाडीहरूले दबावमा पनि आफूलाई प्रमाणित गरे र आफ्ना टोलीका लागि महत्त्वपूर्ण योगदान दिए। विशेष गरी बलिङ विभागमा नेपाली खेलाडीहरू प्रभावशाली रहे। शीर्ष 5 विकेट लिने बलरमध्ये 4 जना नेपाली हुनु आफैमा ठूलो उपलब्धि हो, जसमा स्पिन बलरहरूको दबदबा अझै स्पष्ट देखियो। हिमाली स्पिन म्याजिक सन्दीप लामिछानेले 9 खेलमा 17 विकेट लिँदै 4.91 को उत्कृष्ट इकोनोमीसहित विकेट तालिकाको शीर्ष स्थानमा रहे। उनलाई 9 खेलमै 17 विकेट लिएका योर्कर किङ अविनाश बोहराले पछ्याए। लुम्बिनी लायन्सका लागि मिस्ट्री बलर शेर मल्लले पनि चुनौती सामना गर्दै 10 खेलमा 17 विकेट लिँदै 6.5 को इकोनोमीसहित प्रभावशाली प्रदर्शन गरे। ब्याटिङतर्फ रोहित कुमार पौडेल नेपाली खेलाडीहरूमध्ये सर्वाधिक रन बनाउने खेलाडी बने। उनले 10 खेलमा 99.63 को स्ट्राइक रेटसहित 276 रन बनाए। समग्रमा उनी एडम रोसिङटन 7 खेलमा 323 रन बनाएपछि दोस्रो स्थानमा रहे। पौडेलपछि विनोद भण्डारीले 9 खेलमा 264 रन बनाउँदै तेस्रो स्थान हासिल गरे। रोहित पौडेलको टुकटुक ब्याटिङ शैलीलाई धेरै प्रशंसकहरूले आलोचना गरे पनि लगातार रन बनाइराखे र अन्ततः यही शैली लुम्बिनी लायन्सलाई पहिलो पटक उपाधि जिताउन निर्णायक साबित भयो। यसै प्रदर्शनका कारण पौडेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कार पुरस्कार समेत जित्न सफल भए। पौडेल र भण्डारी नै सर्वाधिक रन बनाउने शीर्ष 5 सूचीमा पर्ने मात्र 2 नेपाली ब्याट्सम्यान भए। नेपालमा क्रिकेट पुनः जोश र आशासहित फर्किएको थियो, तर एनपीएलको दोस्रो सिजन अम्पायर विवादमा परे। विभिन्न खेलहरूमा मैदानभित्र र टिभी अम्पायरबाट भएका लगातार निर्णयगत त्रुटिहरूले खेलाडी, प्रशिक्षक र समर्थकहरूलाई अलमलमा पारे। केही निर्णायक निर्णयहरू ढिलो भए त केही रिप्ले समीक्षापछि उल्टाइए, जसले खेलको दिशा नै परिवर्तन गरिदियो। यी त्रुटिहरूप्रति अन्तर्राष्ट्रिय स्तरका खेलाडी र टोली कप्तानहरूले खुलेर असन्तुष्टि व्यक्त गरे। उनीहरूको भनाइमा यस्ता गल्तीहरूले प्रतियोगिताको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठायो। 4. प्रविधिको प्रयोग। नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 ले नेपाली क्रिकेटलाई आधुनिक खेल प्रविधिको नयाँ युगतर्फ डोर्याएको देखियो। देशको लिग इतिहासमै पहिलो पटक रात्रिकालीन खेलहरू पूर्ण फ्लडलाइट अन्तर्गत आयोजना गरिए, जसका लागि 6वटा हाई मास्ट फ्लडलाइट जडान गरिएको थियो। यो आफैमा नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि बन्यो। तर प्रविधिको प्रयोग केवल फ्लडलाइटमै सीमित रहेन। प्रसारणको गुणस्तर स्पष्ट र स्तरयुक्त बनाइयो, मैदानमा 20 भन्दा बढी क्यामेरा प्रयोग गरियो, बलरका लागि लाइभ स्पिडोमिटर राखियो र रियल टाइम 6 ट्र्याकिङ प्रविधिले खेललाई समर्थक र विश्लेषक दुवैका लागि अझ रोचक र सटिक बनायो। यद्यपि लागत र पूर्वाधारको सीमितताका कारण प्रतियोगितामा पूर्ण डीआरएस प्रणाली भने प्रयोग गर्न सकिएन। यस सिजनको सबैभन्दा अनौठो र आकर्षक नव प्रयोगमध्ये एक थियो एआई प्रविधिमा आधारित चङ्खे नामक रोबोट कुकुर। क्यामेराले सुसज्जित र आवाजको आदेश अनुसार चल्ने यो रोबोटले मैदानभित्र गतिशील दृश्यहरू प्रस्तुत गर्यो र समर्थक तथा खेलाडी दुवैका लागि अन्तर्क्रियात्मक अनुभव सृजना गर्यो। खेल र प्रविधिको यस्तो अनौठो सङ्गमले एनपीएल सिजन 2 लाई अविस्मरणीय बनायो। 5. म्याच फिक्सिङ काण्ड। एनपीएल सिजन 2 का क्रममा खेलाडीलाई अनलाइन सट्टेबाजी तथा स्पट फिक्सिङको प्रस्ताव गरिएको तथ्य बाहिरिएपछि प्रहरीले व्यापक अनुसन्धान सुरु गर्यो। एक नेपाली खेलाडीले यस्तो प्रस्ताव अस्वीकार गर्दै तुरुन्तै प्रहरीलाई जानकारी दिएपछि घटनाले गम्भीर मोड लियो।
अनुसन्धानकै क्रममा भारत र नेपालका 2 जना व्यक्तिलाई स्पट फिक्सिङको प्रयास गरेको आरोपमा पक्राउ गरियो। त्यसैगरी मैदानभित्रैबाट अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका 8 जना भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लियो। उनीहरूको गतिविधिबाट करिब 20 लाख रुपैयाँ भन्दा बढीको अवैध सट्टेबाजी कारोबार भएको पत्ता लाग्यो। यस घटनाले प्रतियोगिताको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाए पनि प्रहरीले यस्ता गैरकानूनी गतिविधि कडाइका साथ नियन्त्रण गर्ने र लीगको पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो। 6. नेपाली समर्थकहरूको अद्वितीय समर्थन। समर्थकहरूको भूमिका क्रिकेटबाट आम्दानी सृजना गर्न र खेलको समग्र विकासलाई अघि बढाउन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यस सन्दर्भमा नेपाली क्रिकेट विश्वका एसोसिएट राष्ट्रहरूमध्ये सबैभन्दा जोसिला र समर्थित समर्थकहरू पाएको सौभाग्यशाली खेल हो। नेपाली समर्थकहरूले टिमलाई घाँसे मैदानको किनारदेखि फ्लडलाइटले उज्यालो बनाइएको रङ्गशालासम्म उही ऊर्जा, उही उत्साह र उही माया साथ निरन्तर साथ दिँदै आएका छन्। यस सिजन समर्थकहरूको हुङ्कार झनै बुलन्द भयो। केही खेल बाहेक प्राय सबै खेलका टिकटहरू केही घण्टामै बिक्री भइसके, त्यो पनि प्ले अफ र फाइनल खेलमा टिकटको मूल्य दोब्बर हुँदा समेत। यो नै प्रमाण हो कि नेपालमा क्रिकेटप्रतिको पागलपन सामान्य होइन, विश्वले नै देख्ने गरी अद्वितीय र असाधारण छ।